गुड मर्निङ कमरिमो सेवाहरू मिङमाचिङ ब्लकमा स्वागत छ तपाईहरु सबैजना। आज चाहिँ जंगरी टु थाङसिङसम्म ब्लक हुनेछ, तपाईं अन्तिमसम्म हेर्दिनुहोस्। ल हामी चाहिँ अब चाहिँ कहाँ लाग्यो भने थाङसिङतिर लाग्यो गएर बस्ने भोलिको चला है। यस्तो चाहिँ अब चाहिँ आधी बाटो पुगे सिमगारीबाट र अगाडिको अनुमकिञ्चोक र यो चाहिँ म यहाँ पछि आउनु चाहिँ मेडम साहब हाम्रो मालिक र हामी चाहिँ अहिले चाहिँ तल सिमगारीबाट हामी उकालो लाग्यो। कहाँ गएको भन्दाखेरि हामी चाहिँ अनि यहाँको नजारा कस्तो लाग्यो तपाईहरु घुम्न आउनुहोस्, इन्जोय गर्नुहोस्, एकदम मजा आइरहेछ। अनि हाम्रो बाटो चाहिँ यस्तो, यो चाहिँ सर्टकट बाटो है। यहाँबाट हामी चाहिँ अब यहाँ माथि डाँडा निस्किन्छ अनि यहाँको यो देख्दै गरेको सबै सुनपातीहरू र यता देख्दैको डाँडा सबै यो है सङ्घार है। अनि अहिले चाहिँ बिहानको 6 बजिसकेको छ भने र हामी पनि हिँडिसक्यो। अनि र यता चाहिँ यो जग्गा देख्दै गरेको चाहिँ लामपोखरी है, लामपोखरी अनि निरपोखरी भन्ने, अनि यता खोला ओराल भन्ने यता परि भने, अनि यो माथि देख्दैको पाल्देन लामोको त्यसको ब्याक साइडमा चाहिँ पिछेपट्टि चाहिँ अनि यौजोटाक भन्ने है। अनि यता चाहिँ जंगरी टप यो माथि है दाजु उठाएको छ भने, र यता उन्दा चाहिँ सिमगारी हिजो हामी यहाँ आएर बसेको छक्काबाट। अनि यहाँ पारी देख्दै गरेको चाहिँ यहाँ चाहिँ यम्बुङ भन्ने छिर्पुक भन्ने यो साइडपट्टि है, उतापट्टि है यो। अनि के भन्छ भने चाहिँ एउटा चाहिँ मजुर पोखरी भन्ने त्यो उता यो साइडपट्टि पर्छ उता है। र अहिले हामी जाने चाहिँ आज चाहिँ हामी चाहिँ उता यो बाटो चाहिँ उता हामी कहाँ गएको भन्ने चाहिँ हामी चाहिँ उता थाङसिङ है, थाङसिङदेखि चाहिँ माथि त्यहाँसम्म ब्लक हुनेछ। यो ब्लकलाई चाहिँ तपाईहरुले हेर्दै गर्नुहोस् है। चाहिँ कालो टुसारो भन्छ है, यस्तो हुन्छ कालो। यो टुसारो माटै उचालेर यस्तो हुन्छ, माटो उचालेर बसेको हुन्छ। अनि यस्तो छ है, यो सबै घाम लाग्दा सबै लड्दै जान्छ यसरी। र यो देख्दै गरेको चाहिँ ब्ल्याक कभर भनिन्छ है। यो ब्ल्याक कभरको नजारा तपाईहरुलाई देखाउन गइरहेको छु, हेर्नुहोस् है तपाईहरु, यो ब्ल्याक कभर हो। अनि र यहाँ आएको चाहिँ यो देख्दै गरेको चाहिँ काञ्चनजङ्घा है, काञ्चनजङ्घा भन्छन् चाहिँ यो चाहिँ। र यता आएको चाहिँ यो चाहिँ पाण्डिम भन्छ, मन पाण्डिम है, रामीले भन्छ, पल्देनखामु भन्छ यो है। अनि यहाँ त्यसको मुनि देख्दैको चाहिँ यो जग्गा चाहिँ थाङसिङ है, थाङसिङ चाहिँ यो जग्गामा। र यतापट्टि चाहिँ लामुनि है। अनि यो जग्गामा चाहिँ लामपोखरी भन्ने है, र यता चाहिँ निरपोखरी भन्ने गर्छ है। यहाँ निरपोखरी यता, अनि यहाँनिर दुप चाहिँ के भन्छ लामपोखरी, र यता चाहिँ खोला ओराल भन्नेहरू चाहिँ यता है, आरालङचोक भन्नेहरू यहाँ चाहिँ। अनि यो तल्लो साइडमा देख्दै गरेको पाहुङरी है, त्यो सानो डल्लो देख्दै गरेको लास्टको है, त्यो चाहिँ पाहुङरी हो। अनि यता चाहिँ घेङ्गे, यो डाँडाको बन्जाङ देख्दै गरेको यहाँनिर बनिन्छ घेङ्गे, त्यहाँदेखि उता घेङ्गे उता बेसकेम है। अनि यहाँ चाहिँ माथि चारमाने भन्छ है नेपालीबाट है, चारमाने यो चारवटा माने छ यहाँनिर है। अनि यहाँ चाहिँ गुम्पा छ है यहाँनिर यो टाइममा। यहाँ सानो देख्दै गरेको चाहिँ चारमाने एउटा गुम्पा छ सानो है, कभरको मुनि।
म जान्नुहुन्छ ल है अनि हामी चाहिँ अहिले कहाँ छ भने चाहिँ हामी चाहिँ यहाँ है नर्लाचो नेपालीबाट बन्ने गर्छ लक्ष्मी पोखरी है हामी चाहिँ नर्लाचो याङचो बन्ने गर्छ र आज हामी यहाँ दर्शनको सानो एउटा दृश्य है दर्शन गर्ने है यो चाहिँ अब यता ब्ल्याक कभर यो चाहिँ ब्ल्याक कभरको फेदमा टक्कै यहाँ यस्तो कस्तो दामी पोखरी छ यो चाहिँ है नर्लाचो पनि बन्ने गर्छ है याङचो पनि गर्नुहुन्छ है अनि यहाँ पोखरी चाहिँ एकदमै यस्तो है तपाईँहरूले हेर्नुहोस् यस्तो कस्तो चकिलो छ है यस्तो अब उता देख्दै गरेको चाहिँ यो हिमाल चाहिँ तल्लो चाहिँ उयो हो कञ्चनजङ्घा हामीले बन्ने कञ्चनजङ्घा यस्तो चाहिँ अनि यता किन्छोक भाइ है ल हामी चाहिँ दर्शनमा आइपुग्यो यता देख्दै गरेको चाहिँ पाल्देन लामो है अनि यसको माथिको चाहिँ कञ्चनजङ्घा यो चाहिँ ब्ल्याक कभर है यसको ब्ल्याक कभर फेदमा चाहिँ यो पोखरी छ है यहाँ पोखरी नर्लाचो याङचो भन्छ लक्ष्मी बन्ने गर्छ है तपाईँहरूले हेर्नुहोस् त यो भिडियो अन्तिमसम्म यहाँको सानो छोटो भिडियोलाई र हामी चाहिँ अहिले चाहिँ यहाँ कक्चुङ पुग्यो यो चाहिँ कक्चुङको है यहाँ बस्ने बङ्गला अनि अब यहाँदेखि खोलादेखि उकालो उकालो जानुपर्छ यो चाहिँ मेरो बारी है अनि तग्नुहुँदैछ सरहरू र यो चाहिँ कक्चुङको दृश्य छ तपाईँहरूले चाहिँ कक्चुङको दृश्य देखाइरहेको छु कक्चुङ यस्तो छ कक्चुङ अनि तपाईँहरू आएर यहाँ बस्न सक्नुहुन्छ है अनि पानीहरू एभाइलेबल छ यहाँ पानी है पानी एकदम ठुलो र यहाँ बस्नु भएन भने तपाईँले थङसिङमा गएर बस्नु सक्नुहुन्छ यहाँबाट 1 घन्टाको बाटो है 1 घन्टा 1.5 घन्टाको बाटो है यहाँबाट अनि र यहाँबाट गयो भने डाइरेक्ट खेताङमा पनि गएर बस्नु सक्नुहुन्छ है यो चाहिँ कहाँको भने यहाँ कक्चुङको दृश्य देखाइरहेछु है तपाईँलाई र हामी चाहिँ अहिले चाहिँ यहाँ कक्चुङ खोला भन्छ कक्चुङ खोला पुगिसक्यो भने अब यो खोलाको बाटो त्यस्तो छ है अब यस्तो टन्नै बारी बोकिरहेछ मिचो यस्तो ब्यागमा खानेकुराहरू चामलहरू है अनि बाटो चाहिँ यस्तो है घाम एकदम टन्नै लागिरहेछ र अनि यो यहाँको दृश्य पनि कक्चुङ खोलाको है तर भन्दा पनि दृश्य भन्दा पनि भ्यू भन्दा पनि यस्तो छ है तपाईँ हेर्नुहोस् तपाईँहरू आउनुहोस् इन्जोय गर्नुहोस् है अनि यहाँको दृश्य यस्तो तर दृश्य हेर्दा यस्तो अलिकति डरलाग्दो छ तर पनि यो मेरो गरा पनि यो टङ्गी गरा पारेको एकदमै खुसी हुने गर्छ है एकदम गहिरो भ्यू छ यस्तो छ कक्चुङ खोला तपाईँहरू आउनुहोस् एकदम भ्यू राम्रो छ भोलि हामी यो हिमालको माथि हो है अनि खोला जस्तो एकदम यो खोला एकदम अनि यहाँको ढुङ्गा छ भने चाहिँ ढुङ्गाहरू चाहिँ सबै रातो छ यहाँ है यस्तो हेर्नुहोस् है एकदमै यहाँनिर ढुङ्गाको कलर हेर्नुहोस् यहाँनिर डल्लै ढुङ्गा रातो यहाँको चाहिँ सबै हामी आएको बाटो माथि डाँडाबाट उडाल चढेको जङ्गलीबाट उडालो है अनि यता आउने हाम्रो किन्छोक भाइ बारी पुग्नुहुँदैछ है राम्रो हालत यस्तो छ
एकदम मजा है। ल सो अब यहाँदेखि तपाईहरुको थङसिङको भ्यू देखाउने गर्छु, तपाईहरुले हेर्नुहोस् है। र अब चाहिँ भने हामी थङसिङ पुगिसकेको छ भने र यहाँको भ्यू छ यस्तो है। अनि यता पान्डिमको चाहिँ अहिले कोहीले छरिरहेछ। अनि तपाईले यो भिडियो हेर्दिन अन्तिमसम्म हेर्दिनु धेरै धेरै धन्यवाद। तपाईहरुलाई यस्तै भिडियोहरु अझै आउने गर्छ। अनि युट्युबमा पनि सब्स्क्राइब हेर्दिनुहोस्। थ्यांक यू, धन्यवाद।